नमस्कार, म सुमन र मलाई धेरैजनाले कमेन्टहरू गरिराख्नु भएको छ, मेसेजहरू गरिराख्नु भएको छ र एकजना सिस्टरले मलाई मेसेज गर्नुभएको रहेछ कि तपाईँको चाहिँ सिकेडी स्टेज 5 मा कसरी पुग्यो त भनेर। मैले हिजोको भिडियोमा पनि भनेको छु कि सिकेडी स्टेज 1, 2, 3 हुँदासम्म कुनै पनि सिम्टमहरू देखिँदैन र एकैचोटि 4, 5 मा पुगिसकेपछि मात्रै बिस्तारै सिम्टमहरू देखिन थाल्छ। अनि त्यस पछाडि सिकेडी स्टेज 5 मा चाहिँ धेरै कारणहरूले पनि पुगिरहेको हुन्छ। कसैको ब्लड प्रेसरले गरेर पनि पुगिरहेको हुन्छ, कसैको सुगरले गरेर पुगिरहेको हुन्छ, कसैको डिहाइड्रेसनले गरेर पुगिरहेको हुन्छ, कसैको जेनेटिक पनि हुन्छ, आफ्नै एन्टिबडीहरूले पनि एट्याक गरिरहेको हुन्छ। र मेरो केसमा चाहिँ के भयो भन्दाखेरि म विगत 2021 को नोभेम्बरदेखि वैदेशिक रोजगारीको क्रममा कतारमा थिएँ र त्यहाँ हुँदाखेरि चाहिँ एकदमै बाहिरभित्र काम गरिराख्नु पर्थ्यो। बाहिरभित्र काम गरिराख्दाखेरि डिहाइड्रेसन हुने, पानी जति नै खाए पनि पसिनाको माध्यमबाट जाने, त्यो कारणले गर्दाखेरि मलाई डिहाइड्रेसन भइरहेको रहेछ र ब्लड प्रेसर पनि अनकन्ट्रोल भइरहेको रहेछ र साथसाथै पानीहरू पनि त्यहाँनिरको अब नुन पानी मिसिएको जति नै फिल्टर गरे पनि त्यो कारणले गर्दाखेरि पनि सोडियम बेसी भएर धेरै कुराहरूले गर्दाखेरि मेरो किडनी चाहिँ खराब भएर सिकेडी स्टेज 5 मा पुगेको हो। र हामी नेपालीहरूको बानी चाहिँ कस्तो हुन्छ भन्दाखेरि सामान्य रुगाखोकी ज्वरो आउँदाखेरि हामी चेकजाँच गर्नलाई हस्पिटल जाँदैनौँ र जबसम्म आरएफटी, सिबिसी, एलएफटी जस्ता चेकहरू हामी गर्दैनौँ तबसम्म आफ्नो किडनी स्वस्थ छ छैन, के भइरहेछ शरीरमा भन्ने कुरा चाहिँ थाहा हुँदैन। त्यसैले मैले हिजो भने जस्तो तपाईँहरूले आरएफटी, सिबिसी, एलएफटी जस्ता चेकहरू गर्नुभयो भने चाहिँ तपाईँको शरीरमा के भइरहेको छ, तपाईँको किडनी स्वस्थ छ कि छैन भनेर चाहिँ थाहा पाउन सक्नुहुन्छ। र मलाई धेरैजनाले कमेन्टहरू गरिराख्नु भएको छ, मेसेजहरू गरेर सोधिराख्नु भएको छ। म बिस्तारै तपाईँहरूलाई सबै कुराहरू सेयर गर्दै नै जानेछु, मसँग जोडिँदै गर्नु होला भन्दै अहिले चाहिँ म यहाँनिर डक्टरले किडनी ट्रान्सप्लान्ट पछि 2 घन्टा जति चाहिँ दिनको हिँड्नु भनेको छ, त्यसैले यहाँ हल्का मर्निङ वाकमा आएको छु र मसँग जोडिँदै गर्नु होला। थ्याङ्क यू सो मच।